Hello everyone, welcome to my another video. Hope all are doing well. र म पनि एकदमै राम्रो छु र अहिले चाहिँ आज चाहिँ मेरो थियो विक अफ को डेमा चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ म चाहिँ जाँदैछु यहाँ यो उल्फीको छेउमा एउटा बीच छ नि त त्यो बीच चाहिँ हेर्नुको लागि जाँदैछु। पानी परेर चाहिँ हामीलाई निस्किनुको लागि ढिलो भयो किनभने हामी जानु चाहिँ अघि जान्छ भनेर सोचिरहेको थियो तर यहाँ चाहिँ पुरा पानी परेर पानी झरीमा गएर त केही काम छैन। जस्ट हेर्नुको लागि मात्रै गएको कस्तो छ के छ किनभने बादमा जानुको लागि चाहिँ र अहिले चाहिँ निस्किसकेको छु जाँदैछु स्ट्यान्ड हो। यहाँबाट चाहिँ अब हामी जाँदैछौँ त्यो बिचको यो बस चाहिँ खाली आएको थियो सबै भर्ने मतलब खाली थियो नि त बस चाहिँ पुरै भरिसक्यो। त्यो बिचको नाम चाहिँ हो आइपुग्यौँ यो के भन्छ बीचको लोकेसन चाहिँ तर पुगेको चाहिँ छुइनौँ। यहाँ चाहिँ छ भाइ आयो भन्नु नमस्ते नमस्ते हिँडेर जानुपर्ने रहेछ 40 मिटर्सको डिस्टेन्समा छ रहेछ 400 मिटर्सको डिस्टेन्समा छ रहेछ र यही रहेछ बीच। यहाँ उहाँ लेखेको थियो उडुपी भनेर हो यहाँबाट लेखेको होला त्यो बीच रहेछ एकदम बेसी उयो भइरहेछ पानी परेर होला सायद बन्द गरेर तल जानु दिँदैन रहेछ नेट लगाइदिइरहेको रहेछ। नेक्स्ट टाइम जाने गरी आउनुपर्छ होला नि भाइ आइल्यान्ड छ रे त्यो कि त्यहाँ जानु दिन्छ अरे त्यो हिँड्दै जानुपर्छ। डेन्जर उयो आइरहेको छ त पानीको त्यही भएर चाहिँ यो बन्द गरिदिएको होला तर त्यहाँ जानु पाएको भए चाहिँ राम्रो हुन्थ्यो होला र जानु पाउँदैन रहेछ तर केही छैन ठिकै छ। हाई गाइस ल उसको चाहिँ हाई गाइसमै सकेछ। हामी कहाँ आएको छौँ न भन। दिस इज मालपे बीच उडुपी कर्नाटका। अरु गाइस मस्ट विजिट हियर इन मालपे बीच। कस्तो लाग्यो तिमीलाई? मलाई खुसी लागिरहेको छ सीमादीको स्पेशली सीमादीको भ्लगमा आउनु पाएर हैन यो बीच त के हैन दिदीको भ्लगमा आउनु पाएर खुसी लागिरहेको छ। राम्रो केटीहरुले डीएम गर्दिनु भगवान यो चाहिँ हो बीच यहाँको हो बस्नु चाहिँ दिँदैन रहेछ क्या पुरा यहाँ मान्छेहरू बसिरहेको नि त हेर्नुको लागि पुलिसहरू सायद जानु दिँदैन होला भित्र। यहाँ चाहिँ भाइले के पर्ने तिमीले के पर्खिँदैछ यहाँ भन्नु? मालपेको सबभन्दा स्पेशल चिज हैन मालपेको सबभन्दा बेस्ट अहिले चाहिँ यस्तो भइसकिसक्यो इभिनिङ मतलब 7 बज्न आँटिसकिसक्यो त्यही भएर यस्तो भइरहेछ। म चाहिँ यहाँ त्यही खानुको लागि आएको दामी भइरहेछ नाइटमा चाहिँ एकदम राम्रो देखिरहेछ। मलाई चाहिँ जे चाहिएको त्यो चाहिँ म खोज्दैछु मान्छे भेटेकै छुइनँ सायद त्यसको लागि चाहिँ मलाई यहाँतिर जानुपर्छ होला।